नमस्ते टसितेलेक फ्याबुला छाजलो खाम्रेमु म जोरेन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है। र आज चाहिँ तपाईहरुलाई म गौतम बुद्धले पहिलो प्रवचन कुन विषयमा दिनुभएको थियो भनेर त्यसबारे चाहिँ म केही कुरा भन्ने प्रयास गर्नेछु है। र अब सिद्धार्थ गौतम जस्तो एउटा राजकुमारको जुनीमा जन्म लिए तापनि उहाँले चाहिँ आफ्नो राजकुमारको जीवनलाई चाहिँ त्याग गरेर चाहिँ अब यो संसारको दुःखबाट कसरी मुक्ति हुने अथवा परम सुख कसरी चाहिँ प्राप्त गर्ने भनेर चाहिँ त्यसमा उहाँले त्यसबारे धेरै सोच्नुभयो र त्यो परम सुखको खोजीमा चाहिँ उहाँले आफ्नो राजकुमारको जीवन पनि त्याग्नुभयो है। र 6 वर्षको कठोर तपस्यापछि बल्ल बल्ल उहाँले परम सुख प्राप्त गर्नुभएको यो कुरा हामीलाई थाहा नै छ है। र अब आफूले एउटा आफ्नो लागि मात्र नभइकन सिद्धार्थ गौतमले चाहिँ आफू र संसारका हरेक प्राणीहरुको लागि चाहिँ उहाँले यो परम सुख खोज्नु भएको हो अथवा त्यसको लागि चाहिँ उहाँले अब संसारको सबै प्राणीको लागि चाहिँ उहाँले बुद्धत्व प्राप्त गरेको हो नि त। र अब आफूले एउटा संसारको दुःखबाट मुक्ति हुने एउटा तरिका अथवा संसारको दुःखबाट मुक्ति हुने बाटो कसरी अब त्यसबाट अब संसारको दुःखबाट कसरी मुक्त हुन सक्ने त्यो कुरा सबै आफूले थाहा पायो है। र उहाँले बुझ्नुभयो र उहाँ आफैले स्वयं परम सुख यानी बुद्धत्व प्राप्त गर्नुभयो। भए तापनि आफ्नो अब उहाँले चाहिँ आफू मात्र नभई अरूको लागि चाहिँ है संसारको प्राणीहरुको निम्ति चाहिँ उहाँले यो बुद्धत्व प्राप्त गर्नुभएको हो नि त, परम सुख प्राप्त गर्नुभएको हो नि त। त्यसैले चाहिँ अब उहाँले चाहिँ अब संसारको प्राणीहरुले पनि परम सुख प्राप्त गरोस् बुद्धत्व प्राप्त गरोस् भनेर चाहिँ संसारको दुःखबाट मुक्ति होस् भनेर चाहिँ अब अरूलाई पनि बाटो देखाउनु पर्यो नि त है। त्यसको लागि धर्मको पहिलो प्रवचन भनौं अथवा पहिलो प्रवचन चाहिँ अब कहिले दिनुभएको रहेछ त भन्दाखेरि अब उहाँले बुद्धत्व प्राप्त गर्ने बित्तिकै त पहिलो प्रवचन दिनुभएको होइन है। मैले यो भन्दा अघिल्लो भिडियोमा भने चाहिँ उहाँले बुद्धत्व प्राप्त गरेर 7 हप्तासम्म चाहिँ उहाँले कसैलाई धर्मको प्रवचन नदिइकन अब ध्यान मात्रै गरी बस्नु भएको हो नि त। किन भन्दाखेरि अब त्यसको पनि कारण अर्कै छ है। र जे होस् 7 हप्तापछि चाहिँ वाराणसीमा उहाँले पहिलोचोटि आफ्नो अब 5 वटा शिष्यहरूलाई जसलाई हामीले टिबेटनमा खोर्ङा देसाङ्गपो भन्छौं उहाँहरूलाई चाहिँ धर्मको अब पहिलो धर्मचक्र भनौं अथवा पहिलो प्रवचन चाहिँ उहाँलाई दिनुभएको। र त्यो दिन चाहिँ भोलि यानी जुलाई महिनाको 18 तारिक भोलि शनिबारको दिन चाहिँ त्यो दिन रहेको छ। त्यो दिनमा चाहिँ हामीले सधैँ अब हाम्रो लाभा गुम्बामा हो भने पनि हामीले बिहान सधैँ बुद्धका जति पनि सूत्रहरू छन् त्यो सबै हामीले खोलेर पढ्ने गर्छौं है। र तपाईहरुले पनि अब भोलिको दिनमा चाहिँ कोराहरू गर्ने गुम्बा दर्शन गर्ने आफ्नो घरमा छेमे बाल्ने साङ बाल्ने है बिहान उठ्ने बित्तिकै बेलुका नसुतेसम्म राम्रो अब सोच लिने है कसैलाई सहयोग गर्ने कसैको मद्दत गर्ने त्यसो गर्न सक्यौं भने एकदमै धेरै भन्दा धेरै पुण्य कमाउन सक्नुहुन्छ है। र अब गौतम बुद्धले अब आफ्नो जीवनकालमा धेरै प्रवचनहरू दिनुभएको छ है धर्म सम्बन्धित। अब तपाईहरुले सुन्नुभएको होला कि सुन्नुभएको हुनुहुन्छ कि हुनुहुन्न होला कि बुद्ध धर्ममा थेक्छेन थेङ्मेन यानी महायाना हिनयाना भन्ने यस्तो धेरै हुन्छन्। अब बुद्धले अब धेरै धर्मको धेरै विषयहरुमा चाहिँ उहाँले प्रवचन दिनुभएको छ। तर अब हामी जस्तो एउटा साधारण व्यक्ति हामी जस्तो जसले चाहिँ अब
संसार भनेको दुःख हो भनेर हामीले बुझ्न सक्दैनौँ। त्यसैले पनि हामीले संसारको दुःखबाट चाहिँ हामीले मुक्ति नभएको कारण पनि एउटा त्यो हो। अब हामी जस्तो एउटा साधारण व्यक्तिलाई चाहिँ उहाँले अब परम सुख प्राप्त गर्ने यो मार्ग देखाउनु भएको अथवा पहिलो प्रवचन दिनुको कारण चाहिँ त्यो हो। पहिलो प्रवचनमा चाहिँ उहाँले चार आर्य सत्यको बारेमा भन्नुभएको थियो है। अब त्यसैले चाहिँ अब हामी जस्तो साधारण मान्छेहरूको लागि चाहिँ यो पहिलो प्रवचनमा अब गौतम बुद्धले के भन्नुभएको थियो भनेर त्यो कुरा हामीले बुझ्न चाहिँ एकदमै जरुरी छ है त। र अब मैले अघि भने चाहिँ अब गौतम बुद्धले पहिलो प्रवचनमा चार आर्य सत्यहरूको बारेमा भन्नुभएको थियो है। चार आर्य सत्य यानि दुःख सत्य, समुदाय सत्य, निरोध सत्य र अन्तमा मार्ग सत्य, यी चारवटा। अब यो चारवटालाई चाहिँ हामीले एउटा उदाहरणमा अब हामीले बुझ्नको लागि एउटा लामा गुरुहरूले उदाहरण चाहिँ के दिनुहुन्छ भन्दाखेरि जस्तै एउटा पहिलो कुरा दुःख सत्यलाई चाहिँ एउटा रोग जस्तो हो भन्नुहुन्छ है, रोग। र समुदाय सत्य यानि दोस्रो समुदाय सत्य भनेको रोगको कारण जस्तो है, रोगको कारण के हो। र अब तेस्रो निरोध सत्य यानि त्यो रोगबाट मुक्ति हुन सक्ने है, रोगबाट मुक्ति भइकन एउटा निरोगी एउटा जीवन सफल हुने अथवा एउटा अब राम्रो स्वास्थ्य जे होस् अब रोगबाट मुक्ति हुन सक्ने। र चौथोमा त्यो रोगबाट मुक्ति हुनेको उपचार अथवा अब रोगबाट कसरी मुक्ति हुने भन्ने कुरा चाहिँ यो चार आर्य सत्यले पनि त्यही देखाउँछ। र अब पहिलो चार आर्य सत्य मध्ये पहिलो छ दुःख सत्य यानि अब संसारमा धेरै अब दुःखहरू छन् है। अब दुःखमा पनि अब 3 किसिमको हुन्छ। अब टिबेटनमा भन्नुपर्दा धुङ्गाल गिर्दुङ्गाल, गिर्वे दुङ्गाल, ख्याबध्वजे गिर्दुङ्गाल भन्छौँ हामीले। धुङ्गाल गिर्दुङ्गाल भनेको चाहिँ जसरी मानौँ अब हामीलाई हाम्रो खुट्टा भाँचौँ है अथवा टाउको दुख्यो अथवा कसैले हामीलाई हिर्कायौँ भने जुन हामीलाई दुःखको महसुस हुन्छ नि त्यो चाहिँ हो दुःखको धुङ्गाल गिर्दुङ्गाल। त्यो चाहिँ हामी जस्तो एउटा मान्छेले पनि त्यो महसुस गर्न सक्छ है, यो चाहिँ दुःख हो है भनेर महसुस गर्न सक्छ नि हामीले हैन। र अर्को छ गिर्वे दुङ्गाल, त्यो चाहिँ हामीले एकैपल्टमा चाहिँ हामीले यो चाहिँ दुःख हो भनेर हामीले बुझ्न सक्दैनौँ। गिर्वे दुङ्गाल भनेको जस्तै मानौँ अब तपाईलाई कुनै एउटा जस्तै उदाहरण कुनै खानेकुरा है, कुनै खानेकुरा एउटा मन पर्छ भने त्यो मनपर्ने खानेकुरा आफूले खाँदाखेरि मिठो हुन्छ नि त। तर त्यो मनपर्ने खानेकुरा चाहिँ अब जब सुरुमा खाने बेला जति मिठो भएको थियो धेरै खायौँ भने पेट दुख्नेको समस्या हुनसक्छ है, पेट दुख्ने, रोगहरू फैलिने। जुन सुरुमा सुख जस्तो देखिन्थ्यो त्यो चाहिँ अन्तमा गएर पछि गएर चाहिँ दुःख भयो नि त, दुःखमा बदलियो नि त। त्यसलाई भन्छ गिर्वे दुङ्गाल। जस्तै मानौँ कसैलाई खोर्सानी मनपर्छ भन्ने है, अचारहरू मनपर्छ भने खोर्सानी पिरो खोर्सानी मनपर्नेहरूले खोर्सानी खायो अन्तमा पेट पोल्ने है, धेरै दुःखहरू हुन्छ नि त। हो त्यो चाहिँ हो गिर्वे दुङ्गाल। बदलेर जाने, बदलेर चाहिँ सुरुमा सुख जस्तो देखे पनि बदलेर अन्तमा दुःखको रूप लिने, त्यो चाहिँ हो। त्यो दुःख चाहिँ हामीले एकैचोटि हेर्दा हामीले बुझ्न सक्दैनौँ, यो दुःख हो भनेर बुझ्न सक्दैनौँ, तर बिस्तारै हामीले बुझ्न सक्छौँ हामीले। र तेस्रोमा छ ख्याबध्वजे दुङ्गाल भन्छौँ, जुन चाहिँ हामीले जुन एउटा मान्छेको जुनी लिएको छौँ, एउटा मान्छेको शरीर लिएको छौँ, त्यो शरीर नै दुःख हो भनेर भन्ने गर्छ। र बुद्धले जब वाराणसीमा पहिलो प्रवचन दिनुभयो कि तपाईले दुःख चाहिँ के हो जान्नुहोस् भनेर भन्नुभएको थियो, त्यो दुःख चाहिँ त्यो हात खुट्टा भाँच्ने बेला दुख्ने दुःख त्यो होइन।
त्यो सुरुमा सुख जस्तो भए पनि अन्तमा दुःखमा बदलेर जाने त्यो दुःखको कुरा गर्नु भएको होइन। तपाईले दुःख के हो जान्नुहोस् भन्ने दुःख चाहिँ हामीले जुन यो मान्छेको शरीर लिएको छौँ यही नै दुःख हो भनेर यो चाहिँ हामीले अब चिन्नुपर्छ, बुझ्नुपर्छ, जान्नुपर्छ भनेर चाहिँ भन्नुभएको। हाम्रो यो मान्छेको शरीर लिनु नै दुःख हो भनेर भन्नुभएको। र अब दोस्रो छ समुदाय सत्य, यानि यो दुःखको कारण के हो है। अब यो शरीर हामीले लियौँ, यो दुःखभरि संसारमा अब हामीले यो शरीर एउटा मान्छेको शरीर लियौँ, यसको कारण के हो भन्दाखेरि तृष्णा, लालसा, हामीले लोभ गर्ने, राग, रिस गर्ने है, र खास गरी अज्ञान, नबुझेको हामीले है, नबुझेको अब धेरै अब सत्य के हो है, असत्य के हो भनेर त्यो नबुझेको कारणले चाहिँ हामीले धेरै कर्महरू गर्छौँ हामीले है, खास गरी नराम्रो कर्म, कुकर्म, धेरै नराम्रो कामहरू, पापहरू गर्छौँ नि हामीले, नजानेर गरेको नि। अब जाने गऱ्यो भने त झन् नराम्रो भयो, नजाने पनि हामीले धेरै कुरा गरेका हुन्छौँ है। त्यो अज्ञानले गर्दा चाहिँ धेरै कुकर्म गर्यो र त्यो कारणले चाहिँ हामीले यो दुःख सत्य यानि हामीले यो दुःखभरिको यो शरीर चाहिँ, यो दुःखको यो शरीर चाहिँ हामीले प्राप्त गरेको हौँ, अथवा हामीले यो संसारमा जन्म लिनु भनेको कारणै लालसा, तृष्णा, अज्ञानले गर्दा चाहिँ हामीले यो संसारमा हामीले जन्म लिएको हौँ है। र अब दुःख के हो हामीले बुझौँ, दुःखको कारण के हो त्यो पनि हामीले बुझौँ। र अब के यो दुःखबाट हामीले मुक्ति पाउन सक्छौँ, कि यो दुःख चाहिँ सधैँको लागि मेटेर जान सक्छ त भनेर चाहिँ अब त्यो हो तेस्रो सत्य, यानि निरोध सत्य। भनेको तृष्णा र अज्ञानहरू सबै अब पूर्ण रूपमा हटाउन सकिन्छ, अब जसले चाहिँ हामीलाई निर्वाणतर्फ लैजान्छ। निर्वाण भनेको चाहिँ अब दुःख, कष्ट, अज्ञान त्यस्तो केही नभएको, त्यो सबैबाट दुःख अनि तृष्णा, लालसा, अज्ञानहरू सबैबाट चाहिँ मुक्ति भएको त्यो हो निर्वाण है। त्यो चाहिँ हामीले प्राप्त गर्न सक्छौँ, त्यो हो निरोध सत्य। र अब दुःख के हो त्यो हामीले थाहा पायौँ है, र दुःखको कारण के हो समुदाय सत्य त्यो पनि हामीले बुझौँ। र तेस्रो यो समुदाय सत्य यानि दुःखको कारणबाट मुक्ति हुन सक्ने, निर्वाण प्राप्त गर्न सक्ने त्यो पनि हामीले बुझौँ। अब हामीले जस्तै एउटा रोग, आफूलाई एउटा के रोग लागिरहेको छ, त्यो रोग के हो त्यो रोग बुझ्नु पर्यो, यो रोगको कारण के हो त्यो बुझ्नु पर्यो, र यो रोगबाट मुक्ति हुन सक्छ कि सक्दैन है, यो रोगबाट हामीले छुटकारा पाउन सक्छ कि सक्दैनौँ त्यो बुझ्नु पर्यो। र अन्तमा गएर अब यो रोगबाट चाहिँ कसरी मुक्ति हुने है, यो रोगबाट कसरी छुटकारा पाउने, हामीले के गर्नु पर्यो, कुन बाटोमा हिँड्नु पर्यो, त्यो उदाहरण त्यस्तै गरी दुःख बुझौँ, दुःखको कारण बुझौँ, दुःखबाट मुक्ति हुन सक्ने बुझौँ। अब यो दुःखबाट मुक्ति हुनको लागि अथवा निर्वाण प्राप्त गर्नको लागि कुन मार्गमा हिँड्नुपर्छ भनेर चाहिँ चौथोमा चाहिँ मार्ग सत्य त्यो चाहिँ हामीले बुझ्नु पर्यो, यानि निरोधतर्फ जाने, निर्वाणतर्फ जाने मार्ग अथवा अनि बाटोलाई भन्छ मार्ग सत्य। अब मार्ग सत्यमा चाहिँ 8वटा छन् है, सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्म, सम्यक जीविका, सम्यक प्रयास, सम्यक स्मृति र अन्तमा सम्यक समाधि। यो 8वटा चाहिँ हामीले पालना गऱ्यौँ अथवा यो मार्गमा हामीले हिँड्यौँ भने चाहिँ हामीले अवश्य यो संसारबाट हामीले मुक्ति पाउँछौँ। आफ्नो मनमा भएको दुःख, कष्ट, क्लेश, अज्ञान, रिस यी सबैबाट मुक्ति हुन्छौँ र हामी यो संसारबाट हामी पार हुन्छौँ, अथवा हामीले पनि बुद्धले जय हामीले पनि परम सुख प्राप्त गर्न सक्छौँ भनेर चाहिँ तपाईँहरूलाई आज यस भिडियोमा म भन्न चाहे।
र हस् त अनि आजको यो भिडियो चाहिँ अब भोलिको दिन भने भोलि शनिबार यानि जुलाईको 18 तारिक चाहिँ गौतम बुद्धले बुद्धत्व प्राप्त गरिसक्नु भएपछि पहिलो धर्मचक्र यानि पहिलो प्रवचन दिनुभएको दिन चाहिँ भोलि रहेको छ र भोलिको दिनमा चाहिँ तपाईँहरूले सकेसम्म जति सक्नुहुन्छ सानो ठुलो लामो छोटो है अब धर्मको कार्यहरू गर्ने पुण्य कमाउने प्रयास गर्नुहोला है भनेर चाहिँ तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु र फेरि पनि यस्तै धर्म सम्बन्धित भिडियोहरू म बनाउने छु र भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद है। यो अब भिडियो चाहिँ अरूलाई पनि सेयर गरिदिनु होला। हस् त अनि धन्यवाद।